आज चाहिँ मैले बनाएको छु क्रिस्पी आलु टिकिया, त्यो पनि वाइवाई चाउचाउ राखेर। ल हेर्नुहोस् है, अब मैले सुरुमा बोइल्ड आलुलाई लिएको छु। आलुलाई म्यासरले म्यास गरेँ अनि त्यसपछि माथिबाट काटेको प्याजलाई राखेँ, धनिया राखेँ, नुन, बेसार, खुर्सानी, काटेको हरियो खुर्सानीलाई पनि राखिदिएँ अनि थोरै ज्वानो अनि मुङ्ग्रेलोलाई राखेर एकछिन मजाले मिक्स गरिदिन्छु। यता कोटिङको लागि चाउचाउलाई फुटालेर माथिबाट ब्रेड क्रम्बलाई पनि मिक्स गरिदिन्छु अनि त्यसको मसला चाउचाउको मसला सबैलाई यसमा खनाएर एकछिन मिक्स गर्छु। अनि यता चाहिँ मैले घोल तयार गरेको छु कर्नफ्लोरमा पानी राखेर। अनि अब मैले टिकियाको लागि चटनी रेडी गर्दैछु। तेल तताएँ, जिरा फुराएँ, लसुन खुर्सानी, हरियो खुर्सानी, धनिया, गोलभेडा राखेर नुन र बेसार राखेर यसलाई मजाले एकछिन पकाइदिनु पर्यो। अनि त्यसपछि मिक्सरमा पिसेर हाम्रो टिकियाको लागि चटनी पनि रेडी भयो। आलु टिकियालाई चाहिँ गोलो गोलो सेपमा यो कर्नफ्लोरको घोलमा डुबाउँछु अनि त्यसपछि मैले यो चाउचाउमा कोटिङ गरिदिन्छु। सबै यसमा लगाइसकेपछि तातो तेलमा मजाले फ्राई गरेपछि चाहिँ यस्तो राम्रो चाउचाउको आलु टिकिया बनेर रेडी हुन्छ। अब यो एकदमै क्रिस्पी क्रन्ची अनि खान पनि मिठो, बनाउन पनि सजिलो, हेर्दै पनि खाउँ लाग्ने, बच्चाहरूले पनि एकदम मन पराउने। ल सुन्नुहोस् त, पाकिसकेपछि यसको आवाज पनि कस्तो राम्रो आवाज आएको छ। हस् त, अब हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला। हाम्रो आलु टिकिया चाउचाउ बनेर रेडी भएको छ। ल